हाम्रो यात्रा हरियाली दामी रहेछ सिन्टा मौलाकालिका घुम्यो अरे सौरा भ्याइयो होइन गइँदैछ भ्याइया होइन मौलाकालिका भ्याइयो घुमेपछि घर घुमिन्छ ल गाइस हेर्नु होला चितवन नेसनल पार्कको भ्यू जाने ठाउँ यस्तो छ हरियाली धान ल यहाँको घन्टाघर चोक रहेछ यो ल हेर्नु सौरा जाँदैछौँ हामी त आहा कस्तो दामी सिन हेर्नु न वाह बाबा लाग्छ सिन त बाबाले हात्तीलाई अब हाकिम रे प्रस्थान गर्नलाई जिप सफारी चढेर हामी जिपमा चढिसके पनि छौँ सौरा राष्ट्र निकुञ्ज चितवन राष्ट्र निकुञ्ज ल राष्ट्र निकुञ्ज चढेर अब सौरा घुमेर है भान्जा हेलो गर्नु ल अब जिप सफारी गर्ने हो तिमीहरू कतिको एक्साइटेड छौ त धेरै अनि हजुर एकदम एक्साइटेड हामी कतिचोटि भइसक्यो अब एक्साइटेड भएको ल भान्जा कतिको एक्साइटेड हुनुहुन्छ हजुर धेरै ल अब हामी बिचबिचमा देखाउँदै जान्छौँ जङ्गलतिर पनि ल हामी चाहिँ जिप सफारी सुरु भयो ल गाइस रमाइलो ल हाम्रो चाहिँ जिप सफारी सुरु भयो ल गाइस डालो गाइस ल हाम्रो चाहिँ जिप सवारी सुरु भइसक्यो होइन सिन कस्तो दामी आउने रहेछ ल हेलो ल ल ल हेलो चितवन हामी आइसक्यौँ नेसनल पार्क ल भ्यू देखाउँदै जान्छौँ हामी हेर्दै जानु होला ल नआए पनि हामी आए जस्तो बनाइदिन्छौँ ल होइन भिडियोबाट ल गाइज हामी चाहिँ अब हात्ती हेर्न जाँदैछौँ कता हिँड्ने सानीमा हात्ती हेर्न आमामा हात्ती हेर्न जाँदैछौँ आमामा हात्ती त बडे मानको रहेछ साथीहरू ल त्यताबाट त डर पो लाग्यो त मलाई त धेरै नजिक जाँदा त ल यता टोली सबैजना हात्ती हेर्न आउँदै हुनुहुन्छ ल
ल बेबी हात्ती हेर ल गाइस हात्ती हेरेर आयो होइन लक्ष्मी कली दुर्गा कली ल हाम्रो यात्रा फेरि अगाडि बढिसक्यो कस्तो रमाइलो अहिले यस्तो कति हुन्छ यहाँ कता रमाइलो अर्को जिप पनि आइसकेको छ ल भरे भात खाएको निकाल्छ एकचोटि हो त्यस्तो नि हुन्छ राम्रै भयो गाइस कतिको डर लाग्यो लाग्ला न लाग्दैन मजा आयो ल सानो यता हेर भनिदिउ ल मजा आयो ल खोला नयाँमा खोलामा इलिफेन्ट भैँस गाई रे भैँसको अब देखिजाऊ अहिले नयाँ रुट बनाएको छ यताबाट बुझ हो हामी टाढो घुमाउँछौँ के ल गाइस उहाँ चाहिँ भैँसीको ऊ छ होइन हामी चाहिँ अब यहाँ खोला माथि माथि छौँ हामी चाहिँ यहाँ माथि माथि छौँ होइन गएर हात्ती हेर आमा म त्यता त हात्ती पुरै हात्ती नै छन् ल गाइस देख्यो कि देखेन जुम गर्दा ल बडा रमाइलो हुने रहेछ ल 1100मा गाई त रमाइलो हुने रहेछ यो अर्को सफारी उता सफारी छुट्टै हुन्छ एकजना बराबर 1100 हाम्रो चाहिँ यहाँ 6000को सफारी हो यो त्यही पनि रमाइलो छ पैसा तिर्नु पऱ्यो नि भ्यू राम्रो रहेछ होइन बच्चाहरूको परेन गाइज 4 बजेपछि प्रवेश निषेध यार त्यही भएर चाँडै आएको छ ए त्यही भनेर चाहिँ तँ भाइले अघि न किन थाहा छ 4 बजेपछि जङ्गली जनावरहरू निस्किन्छन् सही हो त्यही भएर 4 बजेपछि हुँदो रहेछ क्या किन यहाँ जङ्गलमा जनावरहरू निक्लिन्छ नि त अरू नि केही भनिदिनुहोस् त हो 4 बजेपछि हुँदैन यता रहेछ फर्केर जनावरहरू निक्लिन्छ भने हामी 4 बजे यता आइसक्नुपर्छ ल कति बज्यो अहिले 2:45 भयो 1 घन्टा घुमिन्छ ल बियर साने बियर साने बियर डियर हो क्या बियर होइन डियर। डियर सानो आवाज हल्ला गरेन एकदम सानो आवाज हेर कस्तो लाग्यो त गाई? ल बियर हामीले देखिरहेको हरिण हो जसलाई स्पोटेड इयर नेल भनिन्छ है सिङमाला भाले हरिण यो सिङमाला भाले यो हरिण भन्छ है थोक्लेवाला चरायो होइन फेरि सामान्य भाषामा के भन्छ मृग होइन अब हरिण हरिण छुट्टै हुन्छ चरायो छुट्टै हुन्छ मृग छुट्टै हुन्छ मृगको त सिङ हुँदैन। भाले मृग हुन्छ भन्छ नि हाम्रोतिर नि मृगको हुन्छ सिङ हुन्छ पोथीको हुँदैन अँ, भाले हरिणको सिङ हुन्छ पोथी हरिणको हुँदैन भाले चराएको सिङ हुन्छ पोथी चराएको सिङ हुँदैन सबैमा सिङ हुन्छ तर भालेको मात्रै पोथीको सिङ हुँदैन अब हामी जङ्गलभित्र प्रवेश गरिसकेका छौँ बाटो खराब छ मैले अघि पनि भनेको थिएँ तपाईँलाई फेरि पनि सम्झाउँदैछु आफ्नो सामानको ख्याल आफैले गर्नु भोलि नभन्नुहोस् हाम्रो सामान खस्यो भनेर है त हस्। सामानको जतन आफैले गाडीमा डर छैन नि भर्खर हामी सिङवाला हेऱ्यौँ हो कि हो यो सिङ नभएको फिमेल ए अघि सिङ भएको हो र फिमेल त्यसरी छुट्याउने ऊ त्यहाँ हिँडिरहेछ क्या सानो दुइटा ऊ त्यहाँ अगाडि गएर न हो अगाडि छ कि यहाँ चाहिँ तिम्रो देखाउनु त ल्याएको त्यही देखाउनु ल्याएको देख्नु पऱ्यो नि त हामीले देख्नु हुँदैन तिमीले देख्नु पऱ्यो क्या जङ्गल हो भन्न सकिँदैन कहिले धेरै थोक देख्छ कहिले केही नदेख्न सक्छ हो पहिला हाम्रो त्यही भन्थ्यो सबैले दायाँमा हेर्दै जाउँ के चिजहरू देख्यौँ हामी त्यसैलाई हेरौँ हो गाडी घोडामा हिँड्दाखेरि आवाज आउँछ गल देखेको छ दिन्छ के पुग्दै रमाइलो भएछ नि मम्मी रमाइलो भएछ नि एकदमै सानो स्वरले भएछ नि ल दायाँमा हेर्दै हिँडौँ है सानो यता हेर त पिन्चिका
र चितवन राष्ट्र निकुञ्ज घुम्दै हो हामी चाहिँ होइन पुरै जङ्गलमा ल जङ्गल सफारी हामीलाई गाइड गर्ने दाइ चाहिँ यता हुनुहुन्छ ल जङ्गल सफारी जङ्गल सफारी हुँदैछ हाम्रो चाहिँ आमालाई नठेल नि सानो हल्ला गरे निक्लिँदैन कि सानो ल सबैजनालाई हामी चाहिँ जङ्गल सफारी गरेर फर्किसक्यो बिच बिचको क्लिपहरू चाहिँ यसमा मैले कैद गर्न सकिनँ उता भिडियोमा चाहिँ म जोडेर हाल्छु अब सबैले भिडियो हेरेर माया गर्दैन होला सबैलाई बाई भन्न चाहन्छौँ ल बाई गर्नु ल बाई बाई यति भन्दै छुट्टिन्छौँ साथीहरू भिडियो हेरेर माया गरिदिनु होला हस् त बाई यहाँ पनि बेच ल दुईटा घाँसेमा जान देखिन्छ भनेकै थियो त अङ्कलले अघि ल सानो हाई गरिदेऊ तपाईँ पनि हाई गर्नु देखेछ ल साथीहरू सानो गयो यहाँनिर यहाँ ल हेर्नु मोबाइल हेर्नु कस्तो मजाले देखेछ फुलेको जलकुम्बीहरू छ नि हो त्यही छ यहाँनिर पानीभित्र बसेको छु अलिअलि हरेनको यहाँ चाहिँ कति मजाले जहिले पनि फेरि बथानमा बस्ने जहिले पनि गुलमा बस्ने गर्छ क्या मुख्यतः बाघ र चितुवाहरूको मुख्य आहार भनेको यिनीहरू नै हो जहिले पनि हाम्रो त्यस हिसाबले यिनीहरू चाहिँ कसरी भन्दा सामाजिक प्राणी जस्तो एकदम मिलेर ग्रुपमा बस्ने गर्छ त्यही भएर सोसियल एनिमल पनि भन्ने गर्छ यसलाई चाहिँ ल म पनि कस्तो तिमीसँग आएको त पनि जाने आशीर्वाद लिनु वहाँ पर्छ जाउँ न के यहाँ त्यो आशीर्वाद लिनु गएको पैसा पर्छ मन जाऊँ न यार यहाँ खिद्याउने एउटा कहाँ जानु दिन्छ भने दिँदैन चालै पो त यसलाई पनि गरिदिनु बाबु एउटा ल गाइज मयूर पहेँटा फिजाइदे मजुर ल गाइज ल हाम्रो चाहिँ जिप सवारी सुरु भइसक्यो होइन
सिन कस्तो दामी आउने रहेछ ल हेलो ल ल ल हेलो चिकन हामी आइसक्यौँ नेसनल पार्क ल भ्यू देखाउँदै जान्छौँ हामी हेर्दै जानु होला ल नआए पनि हामी आए जस्तो बनाइदिन्छौँ ल होइन भिडियोबाट हेर्ने अब ल गाइज हामी चाहिँ अब हात्ती हेर्न जाँदैछौँ कता हिँड्ने सानीमा हात्ती हेर्न आमामा हात्ती हेर्न जाँदैछौँ आमामा हात्ती त बडे मानको रहेछ साथीहरू ल त्यता त डर पो लाग्यो त मलाई त धेरै नजिक जाँदा त ल यहाँ त टोली सबैजना हात्ती हेर्न आउँदै हुनुहुन्छ ल ल बेबी हात्ती ल गाइज हात्ती हेरेर आयो होइन लक्ष्मी कली दुर्गा कली ल हाम्रो यात्रा फेरि अगाडि बढिसक्यो कस्तो रमाइलो अहिले यस्तो कति हुन्छ यहाँ कता रमाइलो अर्को जिप पनि आइसकेको छ ल भरे भात खाएको निकाल्छ हो र त्यस्तो नि हुन्छ राम्रै भयो हिजोको जस्तो झन् गाइज कतिको डर लाग्यो लाग्यो ला न लाग्दैन मजा आयो ल सानो यता हेर भनिदिउ ल मजा आयो ल खोला ल हेरमा खोलामा इलिफेन्ट भैँस गाई रे भैँसको अब डेकी जाऊ अहिले नयाँ रुट बनाएको छ यताबाट बुझिस हो हामी टाढो घुमाउँछौँ के ल गाइस उहाँ चाहिँ भैँसीको ऊ छ होइन हामी चाहिँ अब यहाँ खोला माथि माथि छौँ हामी चाहिँ यहाँ माथि माथि छौँ होइन गएर हात्ती हेर आमा म त्यता त हात्ती पुरै हात्ती नै छन् ल गाइस देख्यो कि देखेन जुम गर्दा ल बडा रमाइलो हुने रहेछ ल 1100 मा गाइता रमाइलो हुने रहेछ यो अर्को सफारी उता सफारी छुट्टै हुन्छ एकजना बराबर 1100 हाम्रो चाहिँ यहाँ 6000 को सफारी हो यो त्यही पनि रमाइलो छ पैसा तिर्नु परेन भ्यू राम्रो रहेछ होइन बच्चाहरूको परेन गाइज 4 बजेपछि प्रवेश निषेध लिएर त्यही भएर चाँडै आएको छ ए त्यही भनेर चाहिँ तँ भाइले अघि न किन थाहा छ 4 बजेपछि जङ्गली जनावरहरू निस्किन्छन् सही हो त्यही भएर 4 बजेपछि हुँदो रहेछ क्या किन यहाँ जङ्गलका जनावरहरू निक्लिन्छ नि त अरू नै केही भनिदिनुहोस् त हो 4 बजेपछि हुँदैन रे यता फर्केर जनावरहरू निक्लिन्छ भने हामी 4 बजे यता आइसक्नुपर्छ ल कति बज्यो अहिले 2:45 भयो 1 घन्टा घुमिन्छ ल बियर सानै बियर डियर हो क्या बियर होइन डियर सानो आवाज हल्ला गरेर एकदम सानो आवाज यहाँ हेर कस्तो लाग्यो त है त लौ बियर हामीले देखिरहेको हरिण हो जसलाई स्पोटी डियर नेल भनिन्छ है सिङवाला भाले हरिण यो सिङवाला भाले यो हरिण भन्छ है थोक्लेवाला चरायो होइन फेरि सामान्य भाषामा के भन्छ मृग होइन अब हरिण हरिण छुट्टै हुन्छ चरायो छुट्टै हुन्छ मृग मिर्गको त सिङ हुँदैन भाले मृग हुन्छ भन्छ नि हाम्रोतिर नि हुन्छ हुन्छ पोथीको हुँदैन अँ, भाले हरिणको सिङ हुन्छ पोथी हरिणको हुँदैन भाले चराएको सिङ हुन्छ पोथी चराएको सिङ हुँदैन सबैमा सिङ हुन्छ तर भालेको मात्रै पोथीको सिङ हुँदैन अब हामी जङ्गलभित्र प्रवेश गरिसकेका छौँ बाटो खराब छ मैले अघि पनि भनेको थिएँ तपाईँलाई फेरि पनि सम्झाउँदैछु आफ्नो सामानको ख्याल आफैले गर्ने भोलि नभन्नुहोस् हाम्रो सामान खस्यो भनेर है त हस् जता आफैले गाडीमा डर छैन नि भर्खर हामी सिङवाला हेऱ्यौँ हो कि न हो यो सिङ नभएको फिमेल ए अघि सिङ भएको हो
र फिमेल त्यसरी छुट्याउने ऊ त्यहाँ हिँडिरहेछ कि सानो दुइटा ऊ त्यहाँ अगाडि गएर न अगाडि छ कि यहाँ चाहिँ तिम्रो देखाउनु त ल्याएको त्यही देखाउनु ल्याएको देख्नु पऱ्यो नि त दिन्छ के पुग्दै रमाइलो भएछ नि मम्मी रमाइलो भएछ नि सानो स्वरले भएछ नि ल दायाँमा हेर्दै हिँडौँ है सानो यता हेर त पिन्चिका जो चितवन राष्ट्र निकुञ्ज घुम्दै हो हामी चाहिँ होइन पुरै जङ्गलमा ल जङ्गल सफारी हामीलाई गाइड गर्ने दाइ चाहिँ यता हुनुहुन्छ ल जङ्गल सफारी हुँदैछ हाम्रो चाहिँ आमालाई नठेल नि सानो हल्ला गरे निक्लिँदैन कि सानो ल सबैजनालाई हामी चाहिँ जङ्गल सफारी गरेर फर्किसक्यो बिचको क्लिपहरू चाहिँ यसमा मैले कैद गर्न सकिनँ उता भिडियोमा चाहिँ म जोडेर हाल्छु अब सबैले भिडियोहरू माया गरिदिनु होला सबैलाई बाई भन्न चाहन्छ ल बाई गर्नु ल बाई बाई यति भन्दै छुट्टिन्छौँ साथीहरू भिडियो हेरेर माया गरिदिनु होला हस् त बाई